हेलो काइली आज सिमी सिमी केलाउँदै हुनुहुन्छ। मिठो मिठो खाने अर्ग्यानिक सिमी होइन। अनि कति धेरै आउँला जस्तो छ सिमी। टिपेको छैन अनि निकै धेरै टिपेको छ त। खोस्टा त्यति धेरै छ त। केलाउँदा निकै धेरै हुन्छ है। अनि अलैँची केलाउनु हुँदैछ। कस्तो छ अलैँची? मिठो छ। एउटा दिनु त, एउटा छोडेर दिनु, म खाइ पो दिनु पऱ्यो। यो तल छोडेर दिनु नि, छोडेर फुटाएर, नत्र त फेरि हातै लागेन नि त। ल थ्याङ्क यू। यस्तो छ, कता गयो? यस्तो छ। अब खायो। मिठो मिठो रहेछ। अब यतातिर केलाउँदैछ हाम्रो चिरेर। यता आज केलाइँदैछ होइन, दामी छैन, धेरै फल्छ होला। धेरै फलेको जस्तो पालो त के हो? किन अलु होइन। अब तालामातिर नि ल 2081 सालको ताप्लेजुङ फुङलिङ 6 को अलैँची केलाउँदै कोठेबारी हाम्रो काइलीको होइन केलाउँदैछ। यसपालि चाहिँ अलिकता धेरै आउँछ भन्दै थियो हाम्रो काइलीले होइन। अनि नाति चाहिँ माथि एक्लै केलाउँदै गरेको हो, के गरेको, खेलेको के हो? अब चाहिँ तल भट्टीमा हिजो के अरे ऊ गरेको होइन, भूमि पूजा गरेको। अब त्यतातिर हेर्नु जानु पर्छ। त्यहाँ सुक्दैछ होइन, सुक्दैछ। अब त्यतातिर जानु पर्ला। हाम्रो भानिजले सरी, हाम्रो भानिजले अलैँची फर्काउँदैछ सुकाएको भट्टीमा। हिजो बेलुका चाहिँ भूमि पूजा गरेको होइन, आज चाहिँ यसरी फर्काउँदै, धुलो उडाउँदै, सुकाउँदै। मुख पनि के हुन्छ, खालि बाङ्गो मात्रै बोल्नु खोज्छ, के भएको होइन। अनि कस्तो छ त यसपालाको विकास? कतिको भएको छ त? विकासमा वृद्धि भयो कि के छ हजुर? अलि सुधार आउँदा जस्तो छ। ल अर्को सालमा अब यो साल त राम्रो पूजा गरेको छ, अर्को साल झन् धेरै वृद्धि हुन्छ है, होस् होइन। ल हजुर। अनि अलि मजाले फिन्जाउनु होला, रातो हुन्छ होइन सुकेपछि भित्रको दाना। हजुर प्रकारको छ। अनि तपाईँको साथी छैन? अनि भरे राति रुङ्ने त आउँछ। ल तालामुनि अब भट्टी देखाउनु परेन। आगो तपाईँ झिक्नु भएको छ होइन? झिक्नु। अब अहिले चाहिँ यहाँ सुकाउँदैछ। अब तालामुनि कस्तो छ म देखाउँछु फेरि तारामुनि। ल अब यस्तरी झरियो तालामुनि। आगो चाहिँ कसरी लाउँछ? आगो लाउने सबै यसरी आगो सागो झिकेर बाहिर फालेको छ अहिले चाहिँ। भरे अलि बेला भएपछि यसरी यहाँ आगो लगाउने, भट्टी लगाउने। अनि रुङ्ने ठाउँ चाहिँ यस्तो प्रकारले बनाउँछ। राति रुङ्ने, भट्टी रुङ्ने त्यस प्रकारको गोठ छ भनौँ न होइन। गोठ यस प्रकारको छ। अनि यहाँ कोही न्यु खोज्न आयो भने फेजा पनि छ, बन्चरो पनि छ। यहाँ यी रेडियो पनि बज्दैछ। यो हाम्रो ताप्लेजुङ फुङलिङ छ, यस प्रकारको छ। यो चाहिँ यो कोठेबारीको जिम हल हो। जिम हल यस प्रकारको छ। हाम्रो गाउँठाउँ यस्तै छ। अलैँची बारी पनि देखाइहालेँ मैले हिजो अस्ति टिपेर। यो अम्लिसर पनि फुल्दैछ। अब अम्लिसरको पनि अलिअलि माल आउँला नै हो र भन्दै आज 2081 साल कार्तिक 11 गते। नमस्कार, फेरि भेटौँला। अब चाहिँ अर्को सालमा भेटौँला।